हेलो मेरो च्यानलमा हजुरहरू सबैलाई स्वागत छ। आज पनि म लागेँ किचनतिर लाग्ने बित्तिकै ग्यास त छक्क सफा हुनै पर्यो। अभियसली एकदम ग्यास सफा भयो भने चाहिँ काम गर्न पकाउन पनि एकदम जाँगर लाग्छ कि भित्रैबाट ऊर्जा आउँछ। आज मैले चाहिँ आलु बिनाको यो तरकारीहरू पकाउँदैछु। आज मैले आलु एड गर्दिनँ कि किचनमा मैले यो सब्जीहरूमा। यहाँ हेर्नु न, के अरे सुरुमा त यी दाल भइगयो। दाल त के अरे मसुर र रहरको दाल हो। रहर भनेको यो हाम्रोतिर चाहिँ अडहर भन्छ, यहाँ खै रहर भनेको के हो, रहर भन्छन्, तर दुईवटा मिक्स गरेर पकाएको त्यो अडहरलाई नै रहर भनेको हो। अनि गएर यहाँ फर्सीको मुन्टा आयो। फेरि यो फर्सीको पनि एउटा छुट्टै कहानी छ। एक दिन मैले भिडियो बनाउँछु यसको बारेमा। यो फर्सी चाहिँ अहिले चाहिँ मैले आलु नमिसाइकन यसमा लसुन छिचेर फुराउने, अनि सुकेको खुर्सानी, त्यसपछि जिरा फुराएर हल्का धुलो त्यो जिरा राखिदिएर पकाउने यसमा। अनि आएर यहाँ फेरि साइडमा अब च्याउ छ कि च्याउ, मसरुम अथवा च्याउ जे भने पनि च्याउ। यो चाहिँ मैले हिजो फर्स्ट एक्सपिरियन्स गरेको। आलु नराखिकन बनाएको, डिप फ्राई गरेको थिएँ आलु नराखिकन, यस्तो मिठो भएको थियो कि म आज पनि फेरि त्यही फ्यानै भएँ, फेरि त्यही गर्न थालेँ। मैले बाँकी थियो अलिकति, आज पनि म त्यही गर्छु। यो बिहानको खानामा अहिले चाहिँ मैले बनाउनु लागेको सबै बिहानको खानामा। अनि गएर यहाँ चाहिँ यो तिते करेला छ नि, यो तिते करेला त कुरै नगर्नुहोस्, यो त म त बिग फ्यान हो क्या यसको। तर फेरि मलाई यस्तो प्रेसर लो छ भए पनि म यसको बिग फ्यानै हो। भुटेर यसलाई डिप फ्राई गर्ने, थोरै अलिकता खाने, अब गोलो गोलो गराएर मसिनो चाना बनाएर काट्ने र फ्राई गर्ने, अनि अलिकता थोरै खान्छु मैले। तर यसमा चाहिँ अलि धेरै मैले नुन राख्छु क्या, प्रेसर लो हुन्छ त्यो कारणले। एउटा लजिक बनाएको, त्यो हुन त के हुन्छ थाहा छैन। अनि त्यसपछि गएर फेरि यहाँ यो टमाटर र अनि धनियाँको चटनी भइगयो। अनि फेरि गएर यहाँ सलादको लागि काँक्रा भइहाल्यो। सलाद बनाउँदा अभियसली यो कागती त चाहिहाल्छ। अनि चाहिँ मैले यसरी आज मैले के अरे यो सबै मैले यो जति पनि रेडी गरेको थिएँ नि, यिनीहरू सबै यो बिना आलुको तरकारी बनाउने। मैले बिना आलुको तरकारी यिनीहरू सबै। अनि फेरि तरकारी मात्रै हो र भात छैन भन्नु होला, फेरि भात पनि पकाउँछु नि अभियसली, नपकाउने त कुरै भएन। तर मैले तरकारीको बारेमा भन्न आएको, बिना आलुको तरकारी आज रेडी गर्छु मैले मेरो भान्सामा। कहिलेकाहीँ यसरी बनाएर खाँदा पनि मिठो लाग्छ, राम्रो हुन्छ, स्वास्थ्यको लागि पनि ठिक हुन्छ। यसरी पनि बनाउँदै गर्नु ल हजुरहरू सबैजनाले।